Hello guys, welcome back to my channel. It's me Akya. अनि म आज डे इन माई लाइफ भन्न आँटेको आज 31 मार्च हो अनि आज इङ्ग्लिस डेट अनुसार चाहिँ मेरो बर्थडे हो अनि नेपाली अनुसार चाहिँ भोलि मनाउने हो बर्थडे चाहिँ तर आज चाहिँ म सपिङ गर्न जान लागेको अनि यसो घुम्छु मी टाइम एकदमै मच निडेड मी टाइम भनेर आज म यसो बाहिर निस्केको अनि त्यही हो अब के हुन्छ म देखाउन ट्राई गर्छु आज म एकदम मैले है 2 दिन भइसक्यो मैले आधी भ्लग गर्दै अनि भ्लगै गर्न सकेको के त्यस्तो इन्भाइरोमेन्टै भएन कि म अलमल्ले बिजी भएँ त्यस्तो भयो अब आज चाहिँ म एकदम ट्राई गर्छु भ्लग बनाउनलाई भनेर सोचेको छु अब के हुन्छ हेरौँ लेट्स सी अनि निरु सान्डीसँग अस्ति म गएको थिएँ सपिङ त्यहाँको क्लिप पनि म मिलाउन हाल्छु होला त्यहाँ पनि मैले भ्लग बनाउन ट्राई गरेको थिएँ अनि निरु सान्डी चाहिँ खासमा घरमा केही पनि नभनिकन सपिङमा उता मल गएपछि अनि तेरो बर्थडेको गिफ्ट किन्न आएको के किन्नु मन छ किन भन्नुभएको थियो अनि म झन् आत्ते मल गएपछि त के किन्नु भयो अनि निरु सान्डीमा घुम्दा पुरै गल्यो तर केही पाइनँ मैले भने जस्तो अनि निरु सान्डीले म पैसा दिन्छु अनि गएर किन भन्नुभयो बस त्यो पनि किन्छु इस्टरको लागि पनि हल्का सामान किन्नु भन्नुभएको त्यो पनि किन्नुपर्ने छ त्यही हो यसो घुम्छु अनि आउँछु सोचेको छु अब के गर्छु लास्टसम्म हेरिदिनु होला म चाहिँ मलाई पिसाइछु म चाहिँ आइपुगिसकेँ म के किन्छु भनेर म बिस्तारै देखाउँछु त्यही हो भ्याली गर्ल छिर्छु सुरुमा चाहिँ म चाहिँ केही पनि पाइरहेको छैन यहाँ खै मलाई अचानक एकदम अल्टर भए जस्तो भइसकेको छु जस्तो छ म एकदम केही पनि मन परिरहेको छैन मलाई अलिअलि लाज पनि लाग्दैछ तर नो प्रब्लम केही हुँदैन म कसैतिर हेर्दैन आफ्नो तल ब्लग बनाउँछु भनेर सोचिरहेको छु माथि जान्छु अनि तल केही पनि पाइनँ हेरौँ अब माथि केही पाउँछु कि होपफुल्ली ओके मेरो बर्थडे ड्रेस किनिसकेको छु अनि यो जाडोको लागि हामी किन्न भने पनि किन्नु थियो त्यो पनि किनेँ बर्थडे ड्रेस पनि किनेँ एउटा हुडी टाइपको पनि किनेँ स्वेटर टाइप पनि किनेँ म टेप खोज्न आएको तर मैले टेप भेटिनँ कहाँ टेप कहाँ छ भइरहेको यत्रो ठाउँमा कहाँबाट टेप भेटाउनु जस्तो भइरहेको त्यही हो आजको भ्लग पनि एकदम इन्कम्प्लिट हुन्छ जस्तो लाग्छ मैले सपिङ गर्दा केही खिचिनँ क्या किनभने त्यहाँ एकदम एलिभर लिएको थिएँ मैले अनि खिच्नै पाइनँ क्या मैले मजाले म त यो त बुन्ने ओर्ने ठाउँ आइपुगेँ टेप चाहियो कि मलाई स्टेसनरी भएको ठाउँमा हुनुपर्ने हो हुन त तर भेटिनँ ग्लु टेप त्यही हो खुसी छु अझै पनि घुम्दैछु म अल्छी लागेको छ ढाड दुख्छ अल्छी त लागेको छैन ढाड चाहिँ कस्तो राम्रो सेन्टेड क्यान्डल रहेछ म सपिङ गरेर यहाँ बसिरहेको नेने बाहिर अब म के खान्छु होला मैले अर्डर गरिसकेको छु अब त्यही आउँछ अनि खान्छु अनि जान्छु म आजको भ्लगै छोटो हुन्छ होला तर यही डे इन माई लाइफ यति गरेर मैले मजाले सपिङ गर्न पाइनँ तर त्यही हो अनि इस्टरको लागि अलिअलि सामान पनि किनेँ यो इभेन्टतिर म डेकोरेट गरेर म देखाउँछु अनि यहाँ चाहिँ म मलको बाहिर यहाँ चिकनमा बसिरहेको त्यही हो गल्यो मल आउनु मात्रै भन्ने हो कि तर यस्तो गलिदिन्छ साह्रै गलिँदो रहेछ त्यही हो गर्दै देखाउँछु होला मैले बर्थडे ड्रेस पनि लिएको छु अब त्यही हो यहाँ मोटाइक अलिकति अनि त्यही भएर अलिकति के भन्नु त्यस्तै हुँदैछ अलिकति वेदर इन्भाइरोमेन्ट सबै चेन्ज भएपछि यस्तो चेन्जेसहरू आउँदो रहेछ आफूमा पोजिटिभ कि नेगेटिभ अब त्यो मान्छेले कसरी लिन्छ त्यसमा भर पर्ने रहेछ त्यही हो मैले बोलेको सुनिरहेको छ होला अब म खान्छु के खान्छु म देखाउँछु अनि त्यसपछि म जान्छु घर अनि त्यसपछि इभेन्टसँग स्टोर डेकोरेट गरेको म भिडियो बनाउँछु कि बाई कति पछि म त्यता खाँदैछु रङ्गिला नेपालको याद आयो त्यति खाएर मलाई इभेन्सी र म चाहिँ स्टोर ह्याड बनाउन आँटेको इबिसी के भन्नु लागेको कसले ल्याइदिएको सामान अब हामी चाहिँ यो डेकोरेट गर्छौँ इबिसी र म मिलेर भनेपछि क्यारोट एग अनि के हो यो डक
वरिपरि चाहिँ एक राख्छौँ ल तिमी पास गर म ताक्छु ल दिदीले हो हाम्रो भाइलाई चाहिँ ज्वरो आइरहेको छ कति पछि भनेर भनिदिनु हिजोको भ्लगको कन्टिन्यू हो यो चाहिँ मैले हिजो भ्लग बनाएको थिएँ अनि त्यही अहिले कन्टिन्यू गरेको मैले चाहिँ आज म मन्दिर जान आँटेको अनि आज मेरो बर्थडे हो अनि बर्थडेको फर्स्ट लुक मेरो यस्तो छ अनि अब म मन्दिरको सानो क्लिप एड गर्छु क्लिपहरू सानो के गर्छु भनेर अनि हिजोकैसँग कन्टिन्यू गरिदिन्छु किनभने हिजोको मैले इन्ड गर्न सकिनँ राम्रोसँग धेरै बनाउनै पाइनँ अनि आज म बर्थडे ड्रेस नि देखाउँछु मैले हिजो किनेको हिजो मैले देखाएको थिइनँ आज मेरो लुक रिभिल त्यस्तो त केही छैन तर पनि त्यही अब जे हुन्छ म देखाउँछु आजकोमा कभर गर्छु See you next time. Guys, welcome back to my channel. It's me, Agya. अच्छा हम जाँदैछौँ घुम्न आइसा र मेरो डे अफ भएको दिन च्याप मैले चाहिँ गर्नु पर्दैन जस्तो क्या अब हाम्रो 5 मिनटमा छ ट्रेन आइसा दिदीको लुक खतरा हुनुभएको छ हाम्रो दिदीलाई जाडो हुँदैन भन्दै हुनुहुन्छ हेरौँ मैले त छैन है मेरो त आज नो मेरो मुड अफ भइसक्यो आजको उसले पोज आइस पोज घुम्दै एकचोटि सन्न लाएर ओके त्यति हो अब म के गर्छु त्यति गर्छु ऊ आइसक्यो ट्रेन हेर त अनि हाम्रो ट्रेन आइसकेको छ हामी चाहिँ ट्रेनमा बसिसक्यौँ आइसा र म आइसा के भन्नु छ कहाँ गइरहेको भन्नु न कहाँ जान्छ भन्नु न आज ट्रेन कस्तो प्याक छ है यस नभन्नु अहिले पब्लिक हामी चाहिँ आइसा कता आइपुग्यौँ त आइसाको हो कि फुल आज भ्लग भनिदेऊ न भनिदेऊ Right now we're at MacArthur. पछाडि के भयो त हेरेर अनि आन्टी हेर्नु त हस्बेन्ड डराइरहेछ आइसा भनिदियो हेर मामुले मलाई मार्नुहुन्छ ब्लगमा आएर भन्यो भने त्यो नो यस्तै हो गाइज हामी चाहिँ आइसा म भ्याली गलमा छिदेको लिने चिकन खाना आएको है आइसा सपिङ पनि गरिसकेँ आइसा इज भेरी थर्स्टी पानी खान्छु भनेको के भयो मैले कहिले लिने चिकन खाएको छैन ए हो फर्स्ट टाइम रहेछ आइसक्यो के हो फर्स्ट टाइम आइसालाई मैले यसरी खुवाएको कि अब फ्लोर होइन कोरियन चिकन त खाएको छु कोरियन स्टाइल चिकन त लाइक स्पेसिफिकली लिने चिकन चाहिँ मैले खाएको छैन सरी गाइस आयो के गर्नु अब त्यो खै म बनाउँछु भ्लग देऊ यता देऊ यसरी गर्छु होइन अब अहिले चाहिँ हामी लिने चिकन आएको छौँ किनभने हामीलाई भोक लाग्यो अनि तिर्खा पनि लाग्यो अनि यो आज्ञा हो म भ्लगर भइसकेँ गाइस नेक्स्ट भ्लगर इज मी अलराइट एन्ड
एन्ड अहिले चाहिँ हामी मकरको निनी चिकन आएको छौँ अनि मैले चाहिँ भ्यालीघरबाट लुगा पनि किनेँ तर आज्ञाले चाहिँ किनेन किनभने आउनु किन किनेन एनिवेज लुक एट माई नेल लुक एट माई रिङ यो ज्याकेट चाहिँ मलाई आज्ञाले दिएको हो अनि म चाहिँ सर्ट्स लगाएर आएको छु आज्ञाले गाली गरेर मार्ने बेला भइसक्यो एनिवेज क्विक अपडेट पानी परिरहेको छ हामी सिटी जाने भन्दैछौँ अब हेरौँ के हुन्छ तर हामी जान सक्छौँ फ्री विल यु नो गाइस एनिवेज त्यही हो दिस इज आज्ञा दिस इज द झिलिमिली झिल्ला एनिवेज बाई गाइस म नेमी चिकन खाएर भन्छु ल कस्तो छ अनेस्ट रिभ्यू